फर्स्ट टाइम टिकापुरमा होला यसरी भ्लग बनाइरहेको म पहिला यस्तो च्याट्टा समातेर खाँदै हो किन हुने मान्छेको वाट्सअप ग्याङ वाट्सअप अलराइट होइन सबैजना सन्चै हुनुहुन्छ होला अनि वेलकम ब्याक टु एनदर भिडियो होइन अनि 90 डेज अफ भ्लगिङ च्यालेन्ज आज चाहिँ डे 40 स्टार्ट भइसक्यो अनि अहिले चाहिँ केटाहरूले मलाई कल गरेर आएको छ कि आइज भनेर घुम्न जाऊँ भनेर कर्णालीतिर अस्ति क्यान्सल भएको थियो नि त त्यही भएर अनि आज चल्दिउँ भन्दैछ क्या केटाहरू अनि चल्दिनुपर्छ म चाहिँ एकछिनमा निस्किन्छु होला अनि पानी पर्ला जस्तो भएको छ यतातिर मौसम पानी पर्ला जस्तो भएको छ होइन अहिले देखिरहेछ त हराभरा खेत पुरै ल अब धेरै त्यो पनि नगरेर अब चाहिँ चल्दिनु पऱ्यो यहाँबाट होइन ग्याङ त्यहीतिर भेटौँ ल ग्याङ म चाहिँ चल्दैछ होइन बजारतिर अब एक हातले भिडियो बनाउने दिन गयो टक्क बाइक चलाउँदा एक हातले होइन मेरो चाहिँ सामान आइसक्यो दराजबाट म चाहिँ त्यही लिन गइरहेको छु अब अनि केटाहरू जाम कर्णाली जाम भन्दैछन् चिसापानी हेरौँ के हुन्छ होइन ल म चाहिँ चल्दैछ अब यहाँ फेरि खाली रोड भएर मात्र हो गाइज म एक हातले यसरी चलाएर नत्र चलाउँदैन है म आजभोलि चाहिँ यता नहर बनिसकेको रहेछ यार पहिलाभन्दा धेरै चेन्ज भइसक्यो यता यता चाहिँ बनगाउँ स्कुल है बनगाउँ स्कुल फाइनली ग्याङ मैले चाहिँ फर्स्ट के भन्छ फाइनली ग्याङ मैले चाहिँ फर्स्ट होइन मैले चाहिँ सामान अर्डर गरेको थिएँ अनि मैले चाहिँ पाएँ अनि अब चाहिँ अनबक्सिङ गरिदिनु पर्छ यसको हेरिदिनु कस्तो रहेछ अब भिडियो अब यहीँबाट बनाउने थिएँ गयो हात मात्र बनाउने थिएँ टक्क अब यसलाई फिक्स गर्नुपर्छ होइन दराजबाट मगाएको थिएँ पाएँ के छ पाएँ ल अब चाहिँ के हुन्छ हेरौँ जाने कि नजाने कर्णाली हेरौँ न त के हुन्छ ल अहिले चाहिँ चल्दैछ ग्याङ चाहिँ होइन अब रिसनलाई लिन गइरहेको छु रिसनको घर चल्दैछ ग्याङ अब चाहिँ एक्लै पनि भ्लग बनाउन मिल्छ यसरी हेरौँ कतिको थियो हुने रहेछ यहाँ चाहिँ पुरै अफरोड छ है राम्रो देखिरहेको छ कि छैन थाहा भएन त्यही पनि बनाइदिउँ न अहिले गएर चेक गर्नुपर्छ अहिले अगाडि यहाँ चाहिँ ट्र्याक्टर बनाउने रहेछन् है फेरि चेक चाहिँ टिकापुर सिटीमा हाम्रै निस्को चल्दैछ यहाँ चेक गर्नु पऱ्यो है अल गुड होइन अब चाहिँ भ्लग बनाइन्छ ग्याङ भटभटे ग्याङ चल्दैछ न केटाहरू कर्णाली जाने भन्दै थिएँ कोही के पो हो हेरौँ क्यान्सल पनि हुनसक्छ प्लान हाम्रो त यस्तै हो कहिले क्यान्सल कहिले के होइन अब साथी चाहिँ यस्तो गरेर बनाउनु पर्ने हुन्छ मैले चाहिँ भिडियो होइन ल एकछिन त के आउँछ हेर मुखमा रमाइलो साथीले ड्राइभिङ सेन्टर यता आएको रहेछ क्या साउन्ड सुनिरहेछ कि छैन थाहा भएन त्यही पनि म चाहिँ कुदाउँछु अब हान्नु पऱ्यो नि त यो चाहिँ कम्पेन हो है यो चाहिँ कम्पेन हाम्रो तराईतिर चाहिँ यसले धान काट्छ है काटिन्छ भनौँ न कम्पेन हो यो चाहिँ के चल्दैछ राइडर आजभोलि रोड राम्रो भएर चलाउनु पनि मजा आउँछ क्या गाडी ग्याङ होइन मजा आउँछ बाइक कुदाउनु मस्तो रोडमा त फेरि पनि हुन्छ सबै यहाँको मान्छेले रुल्स थाहा हुन्न नि त त्यही भएर अगाडि नै हटालिहाल्छु होइन अगाडि नै सेफ्टी बनाउनु पऱ्यो नि त आफ्नो सेफ्टी आफैले गर्नुपर्छ क्या त्यही हो म त अहिले भगतपुरतिर छु है चलदिँदै अब
राजापुर धनकोटै गइरह होला यो गाडी आई थिङ्क। तर अफ रोडमा चाहिँ धेरै हल्लिने रहेछ यार। यो चेस्ट माउन्ट अलि अगाडि जाने ट्राई गर्छु सक्छ कि नै। फेरि पुल पनि सानो छ यहाँ। धुलो खाइयो धुलो ओमा के फालेर बसबाट के फालिरहेछ यार। यसरी फाल्नु त भएन नि, पछाडि मान्छेहरू हुन्छ चोटसोट लाग्न सक्छ। के भन्ने अब यता रुल्स थाहै छैन यिनीहरूलाई। धुलो खानुभन्दा त बिस्तारै जान्थ्यो साइड साइडमा। म चाहिँ अब दुर्गौली तेर्छु होइन क्या, अब सब तलफल दिँदै चाहिँ साइड लाइट दिइहाल्नुपर्छ। अफरोडमा चाहिँ धेरै हल्लिने रहेछ यार। अलि यो चाहिँ मजा आएन यो चेस्ट माउन्ट चाहिँ गर्छ भिडियो चाहिँ राम्रै खिचिरहेको छ होइन, खिचिरहेको छ अल गुड। तर यो अलि भएन कि हल्लिने रहेछ भनौँ न। अहिले पनि केही छैन, चल्दिउँ। पहिला यस्तो च्याट्टा समातेर घाँटी लग्दिन हुन्थ्यो पहिला, यस्तो आउँथ्यो कि। सक्छ त अब कसैले गोल्डीलाई सक्छ त। आज फेरि यस्तो छ, आज चाहिँ अस्तिको जस्तो बादल होला दिन छैन यार। पनि यसरी चाहिँ यहाँ धान मिलबाट लगेका छन्, धान छुट्याएर। तर मजा त मजा हुने रहेछ यार यसरी भिडियो बनाउँदै गयो होइन। भ्लग बनाउँदै सबै मान्छेहरू हेरेर हान्। फर्स्ट टाइम टिकापुरमा होला यसरी भ्लग बनाइरहेको। सबले गोप्रोबाट बनाउँछ होला, बसेर फोनबाट बनाउँदैछु। त्यही त म जस्तो वान एन्ड ओन्ली फिस गोल्डी। पकर दाइले मलाई पकर भनिसक्नु भयो यार, के भन्नु म। पकर त होइन ल, म लक्की चाहिँ छु चाहिँ लक्की। होन्डाको सोरुम पनि सकिनलाई सक्यो यार। सिधा भने मैले, तिमीले केही भनेनौ। लेफ्ट राइट भन। म चाहिँ उयारिन यो चाहिँ होइन ग्याङ, यता यो के गरेँ शिव मन्दिर एरिया। सिधै शिविर भएर जिग्रे, सिधै भयो भन्नु है बाटो, मलाई थाहा छैन। यहाँ चाहिँ टिकटक बनाउँदैछन् राम्रै राम्रै केटीहरू। चल्दैछ फोटोटे ग्याङ। आज किन मलाई बोल्न केही आइरहेको छैन मुखमा, के बोलौँ भइरहेछ। भ्लग बनाउँदा हिजो अस्ति त यस्तो भइरहेको थिएन, आजै हो किन हुने मान्छेको दिल्ली। अस्ति म यता आएको थिएँ ग्याङ डिएमको घरमा। गाडी यहाँ चाहिँ बच्चाहरू खेलिरहेको रहेछन् स्कुलमा भन ग्याङ। झन् यसरी सजिलो हुन्छ भनेको त झन् केही आइरहेको छैन यार बोल्न। यही हालिदिन्छु आजको भ्लगमा। अब बालो सिधै हो जिग्री। थाहा छैन ए रिसनले चाहिँ बाटो भनिरहेछन् हाम्रो जिग्रीले। पहिला रिसन पनि शिविरमै बस्थे गरे यतै कतै, त्यो त मलाई थाहा भएन।
सिधा बाटो त फेरि आइल छ त डाइरेक्ट अब चोक निस्किन्छौँ होला यो बाटो पनि जान्छ छैन दाइ बाटो गएको डाइरेक्ट त्यहाँ सबिनको पसल निस्किन्थ्यो होला यार दामी एक्सपेरिमेन्ट हाम्रो सरी आइलो भने बाढीले होइन त पहिरो रेडी छन् क्या तिनीहरूमा बाइक साइकल राखेर दुईवटा ए मा हावा सक्छु क्या हो यहीँ रोकिदिउँ हालिदिउँ क्या यहीँबाट आएको छु एकदम पार्किङ एरिया यहाँ छँदैछ त थोक्दिउँ 6.5 hours later. सो गाइज अहिले चाहिँ हामी यता आइसकेको छौँ होइन पुरानो हाम्रो डान्स क्लासमा यता चाहिँ केटाहरू बसिरहेछन् सन्जिग्री यहाँ छन् भिडियो हेर्दैछन् अनि धेरै ब्लग पनि नबनाऊ होइन धेरै लामो हुन्छ भिडियो छोटो मिठो कडक होइन के गरे जिन्जर टी कडक होला टक्क होइन क्या अब चाहिँ सकाउनु पऱ्यो डे 40-90 दिन चाहिँ ब्लगिङ च्यालेन्ज सकाइदिनु पऱ्यो अनि यो चाहिँ छ अबदेखि यहाँबाट ब्लग बन्छ है ल 24